नमस्ते साथीहरू, हजुरहरूको माझ फेरि एउटा सानो टिप्स लिएर आएको छु। मलाई यो पाइपमा यो प्लेट वेल्डिङ गर्नुलाई 5 मिनेट लाग्यो होला। नर्मल्ली तपाईहरुले नर्मल आइडियाले गर्दाखेरि तपाईहरुलाई आधी घण्टादेखि 1 घण्टा लाग्छ, यो पाइपमा लाग्न सक्छ है। त्यही भएर मैले एउटा सानो टिप्स हजुरहरूको माझ शेयर गर्न खोजिरहेको छु। हजुरहरूले हेरेर साथ दिनु होला र हजुरहरूको साथी सर्कलहरुमा कोही मेकानिकहरु हुनुहुन्छ भने उहाँहरुलाई पनि यो टिप्सहरु शेयर गर्न सक्नुहुनेछ। मैले चाहिँ तपाईहरुको दुईवटा प्लेट र दुईवटा जस्तै एल आकारको दुईवटा प्लेटै भनौं त्यो लिएर मैले एउटा सानो फ्रेम या हजुरले साँचो पनि भन्न सक्नुहुन्छ अनि यसरी नै बनाएर हजुरहरूको कामलाई सरल र सहज तरिकाले गर्न सक्नुहुनेछ, छिटो छरिदो तरिकाले गर्न सक्नुहुनेछ। मैले चाहिँ दुईवटा प्लेट राखेको छु तल, तर जत्रो आफ्नो त्यो वेल्डिङ गर्नुपर्ने प्लेटको थिकनेस हुन्छ नि त्यो भन्दा लगभग 1 mm जति मोटो, 1 mm 2 mm जति मोटो भयो झन् राम्रो हुन्छ। त्यो राखेर एल आकारको पट्टी चाहिँ मैले माथि वेल्डिङ गरेको छु, लगभग सेन्टर मिलाएर। यही हो, यसैमा हल्का टाइम लाग्छ। हजुरहरूले यो चाहिँ यो यति फ्रेम चाहिँ बनाइसक्नुभयो भने वेल्डिङ जस्तै यस्तो पोलहरु अनि यिनीहरु वेल्डिङ गर्नलाई त्यति टाइम लाग्दैन, ट्याक्क त्यसमा राखेर वेल्डिङ सिधै गर्न मिल्छ। प्रत्येकलाई मेजरमेन्ट गरेर त साध्य हुँदैन नि त। अब 1-2 वटा भए त्यो छुट्टै कुरा छ, लगभग 15-20 वटा 30 वटा छ भने हजुरहरूले यसरी फ्रेम बनाएर गर्दा एकदम छिटो र एकदम सजिलो तरिकाले काम गर्न सकिन्छ। यसरी चाहिँ मैले लगभग 15 वटालाई मैले 5 मिनेट पनि लाग्दैन यदि हजुरहरूले फ्रेम बनाइसक्नुभयो भने। अब यस्तो कामहरु हजुरकोमा आइराख्छ भने यो फ्रेम एउटा प्लेटमा बनाएर राख्दा झनै राम्रो। मैले चाहिँ टेबलमै प्लेट वेल्डिङ गरेर कहिले कसो मात्रै हुन्छ मेरोमा काम यस्तो, अनि त्यही भएर मैले चाहिँ टेबलमै वेल्डिङ गरेर जस्तै स्थायी तरिकाले वेल्डिङ गरेर राखे। अनि पछि यो काम सकियो भने यसलाई निकाल्न पनि मिल्छ। हजुरहरुकोमा अब धेरै यस्तो कामहरु आउँछ भने हजुरहरूले एउटा प्लेटमा वेल्डिङ गरेर यसरी नै राख्नुभयो भने एकदम छिटो काम हुन्छ। अनि हेर्नुस्, एकदम मैले यो चाहिँ तलको प्लेट 15x20 को हो। लगभग एक साइडमा 1 सेन्टिमिटर अलि बढी राख्नु पर्ने थियो, त्यही भएर मैले एकातिर 5 एकातिर चाहिँ 4 राखेको छु भने अर्को साइडतिर 7-7 छ। दुई साइड नै एकदम एकुरेट मिलेको छ। यसरी चाहिँ हजुरले एउटा नाप्नुभयो, एउटालाई रेडी गर्नुभयो, त्यसलाई मेजरमेन्ट सही आयो भने प्रत्येक सबैलाई नापिराख्नु पर्ने आवश्यक पर्दैन। अनि हजुरहरूले छिटो यसरी नै वेल्डिङ गरेर हजुरहरूको काम छिटो सक्न सक्नुहुन्छ। अनि मैले चाहिँ आफै वेल्डिङ गर्नुपर्ने आफैले, अनि फोन पनि आफैले समात्नु पर्ने। अनि फेरि हाम्रोमा अब बोलेर बनाउँदा, अब म भर्खर नयाँ भएर होला त्यति बोलेर अब बनाउन अलि असहज हुने भएको भएर मैले चाहिँ पहिला भिडियो रेकर्ड गरेर पछि भिडियो एडिट गर्दा भोइसहरु राखेको छु। काम गर्दाखेरि नै भिडियो राख्न पाएको भए एकदम राम्रो हुन्थ्यो, एकुरेट हुन्थ्यो होला। तर अब कामको कारणले अब त्यति टाइमहरु त्यति मिल्दैन नि त बोल्दै भिडियो बनाउँदै गर्नु। त्यही भएर मैले चाहिँ भिडियो एडिट गर्दा भोइसहरु राखेको छु। हजुरहरूलाई पनि यस्तै आइडियाहरु हजुरहरूसँग पनि हुन सक्छ। त्यस्तो आइडियाहरु छ भने यसरी नै हजुरहरूले युट्युब च्यानलहरुमा, टिकटकहरुमा शेयर गर्नुभयो भने हाम्रो नयाँ साथीहरुलाई पनि धेरै सहयोग मिल्न सक्छ। म पनि मेकानिक सम्बन्धी काम गर्न लागेको त लगभग 10-15 वर्ष नै भइसक्यो। अनि यस्तो भिडियोहरु बनाउने मौका चाहिँ मिलेको थिएन। अहिले चाहिँ भर्खर सुरु गर्दैछु, किनभने
कुनै कुनै कुराहरू सबै आफूले जानेको हुँदैन नि त, त्यही भएर मैले पनि कुनै नयाँ नयाँ कुराहरू युट्युबबाटै हेरेर गर्ने गरिराखेको छु। त्यही भएर आफूले जानेको कुरा पनि हजुरहरूको माझ सेयर गर्न मन लागेर हजुरहरूको माझ मैले सानो भिडियोहरू बनाउँदै मेरो युट्युब च्यानलमा राख्ने गरेको छु। र मेरो युट्युब च्यानलमा यस्तै यस्तै भिडियोहरू, जानकारीमूलक भिडियोहरू हजुरहरूले देख्न सक्नुहुनेछ। हजुरहरू पनि गाडी लाइनतिर, मेकानिक लाइनतिर हुनुहुन्छ भने मलाई सब्सक्राइब गरेर मसँग जोडिन सक्नुहुनेछ। हवस् त, धन्यवाद।